नमस्कार, म तपाईँहरूकै मान्छे मिलन। शीर्षक छ पुराना बाजेहरू धेरै लामो समय आफ्नै फेमिलीसँग रमाउने र आफ्नै गाउँठाउँमा रमाउने र लामो जिन्दगीको यात्रा सुरु गर्ने भन्ने एउटा प्राण लिएर कुटी, कोदालो र हलो जस्ता चिजहरू बनाएर उहाँहरूले चाहिँ अर्गानिक खाना बनाएर भएकै खेतीमा, त्यही खेती थियो जब नेपालको अहिले जति खेती थियो त्यति बेला पनि त्यति नै खेती थिए। जबकि बाउबाजेले हलो जोतेर आफ्ना 4-5 भाइ छोरा पालेर र 100 साल चाहिँ आफ्नै फ्यामिलीसँग रमाएर 100 साल बाँच्ने निर्णय गर्नुभएको थियो त्यति बेलाको जमानामा भने अहिलेका मान्छेहरू, अहिलेका दाजुभाइहरू साह्रै अल्छीपना हुनुभयो। किनकि उहाँहरू लामो जिन्दगी बाँच्ने होइन कि छिटै पैसा कमाएर छिटै विषादी किनेर छिटै मर्ने योजना गरिराख्नु भएको छ। र पहिलेका बाजेहरूले मुख त्यति बजाउँदैन थिए, कामलाई ध्यान दिन्थे। अहिलेका मान्छेहरूले के गरिराखेका छन्? मुख ट्याउ ट्याउ ट्याउ, पैसा ख्याउ ख्याउ ख्याउ, विषादीलाई ट्याउ 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 गर्दै देशलाई र आफ्नो शरीरलाई पुरै तरिकाले चाहिँ विषादी लगाएर मार्ने योजनामा छन्।